तपाईहरु पनि घुम्न आउनु होला। तपाईहरुले कस्तो लोभी गर्नुहुन्छ है गाइजहरु। तपाईहरुमा एउटा कुरा सिकाइदिन्छु गाइज। तपाईहरु फ्रीमा घुम्न चाहनुहुन्छ भने नि संसारमा घुमाइदिन्छु। फ्रीमा त्यसरी घुम्ने गाइजहरु। यो चाहिँ फ्रीमा तपाईहरु पनि यसरी घुम्नु होला। तपाईहरु सारै लोभी गर्नु। हेलो गाइज, वेलकम अजल ब्लगमा यहाँलाई स्वागत छ। आज चाहिँ म चपेटी घुम्न आएको छु गाइज। ल हेर्नुहोस् है, अब यहाँदेखि यो चाहिँ यहाँ जाने लोकेसन चाहिँ बेताल मास्तिरदेखि यहाँदेखि म तोर्पे यहाँबाट जाँदैछु एक्लै गाइज हो होइन। तपाईहरु पनि घुम्न आउनु होला। लोकेसन चाहिँ एकदमै राम्रो यो भित्र चाहिँ बनाएको रहेछ गाइज हो। तपाईहरु पनि घुम्नु होला, आउनु होला। ल हेर्नुहोस् है, बेहुलीलाई जतिकै सिगाएर सजाएको रहेछ गाइज होइन। यतापट्टि चाहिँ माई खोला हावा सरर चिसो मौसम होइन, बहुत अच्छा छ गाइज हो। तपाईहरु पनि घुम्न आउनु होला। हेर्नुहोस् है, यो के लेखेको छ यहाँ चाहिँ मलाई धेरै पढ्नु राम्रो आउँछ क्या, त्यही भएर तपाईहरुलाई नि मैले देखाएको चाहिँ गाइज होइन। कति धेरै सजाएको रहेछ यो भित्र त। मान्छे चाहिँ एकैजना छैन होइन यो भित्र गाइज होइन। म मात्रै छु है अहिलेसम्म। मान्छे मैले एकजना पनि देखेको छुइनँ। पार्क चाहिँ धेरै राम्रो बनाएको रहेछ, तर मान्छे भने चाहिँ जिरो। म मात्रै छु पार्कमा मान्छे भन्ने चाहिँ गाइज होइन। एकदमै राम्रो सजाएर बनाएको रहेछ गाइज। घुम्न आउनु होला। तपाईहरुले फ्रीमा घुम्न आउनुहुन्छ भने मैले अघि देखाएँ त्यसरी घुम्नुहोस्। होइन त हेर्नुहोस्, हरेक कुराले सजिएर सजाएर अच्छा बनाएको छ गाइज। कति मजाले हावा चलिरहेछ, बहुत अच्छा बनाएको छ गाइज होइन। मान्छे चाहिँ जिरो, एकजना पनि छैन संसारमा गाइज होइन। आमा बाउ भन्ने ठुलो कुरा केही होइन गाइज। त्यही भएर छिटो बिहे गर केटाकेटी हो। त्यही भएर आमा बाउ छिटो बन्जाऊ। एकजना मान्छे चाहिँ कुद्दैछ है, त्यहाँ टिकट काट्ने मान्छे पो रहेछ कोन्दे भनेको त। यो भित्र यस्तो यस्तो बनाएको रहेछ। पिलिक पिलिक गर्दा गाइज होइन। त्यो भन्दा अरू देखेन। बहुत अच्छा वाला गाइज। डाइनोसरको अन्डा पनि रहेछ यहाँ त। हेर्नुहोस् है, डाइनोसरको अन्डा गाइज। दुईटा डाइनोसरको अन्डा रहेछ होइन। के गर्नु, त्यही भित्र छिरिन्छ जस्तो छ। अनि यहाँ जाने लोकेसन चाहिँ चट्टसँग बित्तामा जाने। त्यहाँदेखि ओहो बस्ने, पिङ खेल्ने सबै बनाएको रहेछ गाइज। हेर्नुहोस् है, ल बहुत अच्छा वाला बनाएको छ। तपाईहरु पनि आउनु होला, पनि घुम्नु होला। अनि तपाईहरु आउनु भएन, घुम्नु भएन भने अघि मैले सुरुमा घुमे जस्तै घरमै घुम्नुहोस् गाइज। बहुत अच्छा गरी सजाएको छ गाइज। बिचारा म तर्फे घुमिरहेको छु यहाँ होइन। के गर्नु, मास्क नलाउ भने के हो कि के गर्न सक्छ। पार्कभित्र पनि कसले पारेको थियो कि अघि गनाइरहेको छ। जम्मा 4 जना मान्छे चाहिँ देखेँ गाइज यो भित्र। अहिलेसम्म जम्मा 4 जना भनेको मतलब बिहान आउँदाखेरि मान्छे चाहिँ नहुने रहेछ। अहिले बिहानको 11 बज्यो, तर 10 बज्यो मान्छे माडम। म तोर्पे एक्लै घुमिरहेको छु गाइज होइन। एकदमै सजावटी
बनाएको रहेछ पार्क चाहिँ बहुत अच्छा होला हैन। मेरो कपाल के चाउचाउ भएको कि रम्पम भएको यो हेलमेटले हो कि मैले हैन। हेलमेटले हाम्रोदेखि यहाँ पुग्नलाई टाढो पर्छ नि त, सो द्याट मेरो कपाल चाहिँ कर्ली भएको के गाइजु। नयाँ सिधी सिधी सिधो हो, सुनको कि माटोको चाँदीको जस्तो लास्टमा चाहिँ के गर्नु ढुङ्गाबाट छ। ल आउनुहोस्, जम्मा जम्मी मान्छे 4 जना देखे गाइजु, त्यो पनि त्यहीँको स्टाफहरू रहेछ। चिसो मौसम, अच्छावाला हावा चलिरहेछ गाइजु। ल गाइजु भिडियो मन परे तपाईहरु पनि यहाँ आएर भिजिट गर्नु होला, अनि त्यहाँदेखि तपाईको मायाको पोकहरु पनि लिएर आउनु होला। त्यसरी घुम्ने ठाउँ रहेछ के भित्र चाहिँ सबै पिङ खेल्ने पनि भएको, फोटो सुट गर्ने ठाउँ, एभ्रिथिङ भएको। तर एउटा एक्सट्रिमको दाम चाहिँ भन्नुहुन्छ भने 250 लियो के गाइस हैन। मैले चाहिँ ठुलै खाएँ कि भनेर मजाले खोल एक्लै थिएँ, ठुलो खाएँ कि भनेर भरे खाइसकेर यसो खोल हेरेको गाइस। बाहिर त्यो 100 देखि 140-50 वर्ष गाइजु हैन। यो भित्र चाहिँ 250 मात्रै रहेछ। अब म जिन्दगीमा आई क्यान इट एनिथिङ भन्ने यो भित्र चाहिँ हैन। यतापट्टि चाहिँ माई खोला सर बगिरहेछ यो चाहिँ गाइजु, माई खोला है। यति मजाले सजाएको छ हैन। तपाईहरुको पोको लिएर आउनु होला, घुम्नु होला, जे गर्नु होला। तपाईहरु आउनु भएन, म बिचारा तोर्पे के गर्नु, फनफनी घुमिरहेको छु तर एक्लै हैन। गाह्रो छ, मास्क नखोला पनि चिम्पानी जस्तो देखिने, मास्क खोलेको गाइजु हैन झन् हेलाउ जस्तो पो देख्छु कि क्या हो। यति दामी छ है त, रिक्याप भयो कि क्या हो। यो अर्कै ठाउँ है गाइज हैन, बहुत अच्छा छ। यस्तो राम्रो ठाउँमा तपाईहरु पनि मायाको पोखरी आउनु होला, घुम्नु होला, इन्जोय गर्नु होला गाइज हैन। अनि सिधा अन्टार्कटिकातिर नजानु होला, सिधा पछि स्वर्ग जानु होला। 40 कटेपछि सबै रमाउला भन्छ गाइज। 40 कटेपछि नि सिक्कोमा कुखुरा धपाउने बस्ने। उमेरमै सबै थोक गर्नु होला, घुम्नु होला, खानु होला, किसको मार्ने उन लोगको मारो। नाउँ पनि रहेछ यहाँ चाहिँ 400 मा तेरो एकजना भित्र एकछिन खेलेको। बहुत अच्छा छ गाइस, अच्छा के भएर यस्तो बाँसको बोटहरू पनि मसिनो छ हेर्नु है। एकदमै बेहुली जतिको सिगारेर बनाइएको यो ठाउँमा तपाईहरु पनि आउनु होला। यो चाहिँ किन क्लियर नआएको भने मौसम अझ एकदमै बिग्रेर अँध्यारो छ गाइजु हैन। यो सो क्लियर नभए हो त्यसो चाहिँ हो हैन। क्यामेराको प्रब्लम चाहिँ होइन गाइजु हैन। मौसम हेर्नु होला, 10 बजेको टाइममा मौसम यस्तो छ हैन। के गर्नु गाह्रो छ। जम्मा बिजनेसम्यान 1 जना हुनुहुन्छ, अहिलेसम्म बाहिर 3 जना 2 जना घुमिनु 3 जना घुमिनुहुन्थ्यो। यता चाहिँ हाम्रो बिजनेसम्यान यो भित्र बसिराख्नु भएको छ गाइजु हैन। तपाईहरु पनि यो भित्र पसेर चाहिँ सोधेर बुझेर मात्रै खानु होला गाइजु हैन। म चाहिँ ठुलो एक्सट्रिम 1 लिटरकै खाए जस्तो लाग्यो, 250 मात्रै तिरे हैन। नमिठो लाग्यो गाइज, बहुत अच्छा छ गाइज, अच्छा। यति दामी
वातावरणमा घुम्न जानुहुन्छ भने सट्ट यो भित्र पोको लिएर आउनु होला अनि घुम्नु होला। छोरी मान्छे बिना घर चल्दैन भन्छ गाइजु होइन। घर त के मेरो मोबाइलमा भएको मेसेन्जर फेसबुक केही पनि चल्दैन गाइजु, त्यही भएर गाह्रो छ। यति राम्रो सजावट बनाएको छ होइन। झरना पनि छ। तोर्पे साथीहरू त्यहाँ 2-4 जना के गरिरहेको छ, फोटो मारिरहेछ झरना गाइजु। मौसम क्लियर भएन गाइजु, त्यही भएर होइन भिडियो त्यति क्लियर आएन। यो भित्र भएको प्राय सबै चिज बनाइएको रहेछ यो भित्र होइन। तपाईँहरू पनि आउनु होला, भिजिट गर्नु होला। झरना पनि हेर्नु होला। गर्मी मौसममा ठिक छ, जाडो मौसममा चाहिँ एकदम चिसै हुँदो रहेछ गाइजु यहाँ होइन। लु हेर्नुहोस् गाइजु होइन। त्यो भित्र टेम्पल पनि रहेछ। के गर्नु अब, टेन्सन घरमा टेन्सन भएर होइन। कति काम गर्नु भनेर गाइजु होइन। एक्लै ब्याग टिपेर घुम्न आएको झन् टेन्सन भयो। मान्छेहरू टेन्सन नलिए हाँस्दै घुमिरहेको छ बाटो, कसरी हो पनि। जस्तै टेन्सन भए पनि गाइजु तर हरेक कुरा उमेरमै गर्नु होला, घुम्नु होला, खानु होला होइन। म बिचरा घुमिरहेको छु गाइजु होइन। तपाईँहरूलाई अलिअलि माया लागेको छ भने हातले नभए पनि खुट्टाले लाइक गरिदिनु भिडियो होइन गाइजु। कमेन्ट पनि खुट्टाले नै गरिदिनु होला होइन। मतलबको बिजोग देखेर होइन। तपाईँहरूले पनि खुट्टाले पनि लाइक गरिदिनु होला गाइजु होइन। ल यो भित्र भएको प्राय सब कुरा यति नै हो होइन। तपाईँहरू यहाँ भिजिट गर्दा पनि तपाईँहरूले यति नै हेर्नु पाउनुहुनेछ पछि। अनि मौसम चाहिँ एकदम बिग्रेको भएर भिडियो पनि त्यति राम्रो भएन गाइजु होइन। आजको दिन चाहिँ ब्याड लक मेरो लागि। मौसम पनि क्लियर भएन, एकदम हरेक कुरा सजाएर राखिएको रहेछ। भित्र जाने कता यो पानीको मुहान कता जाने अरे गाइजु यहाँभित्र चाहिँ होइन। हौ त गाइजु भिडियो मन पऱ्यो तपाईँहरूले लाइक सेयर सब्सक्राइब गरिदिनु होला। भिडियो मन नपऱ्यो तपाईँहरूको मोबाइल यहीँ पुग्ने गरी फालिदिनु होला चाहिँ नभनौँ गाइजु होइन। मोबाइल चाहिँ राख्नु होला। फेरि मैले यस्तै रुँदै फोन गर्नुपर्छ नि त गाइजु। ए झोलङ्गे पुल पनि छ क्या, बहुत अच्छावाला छ बुढा। झोलङ्गे पुल मान्छेहरू थुप्रो हुँदो रहेछ। यहाँदेखि गयो भने गाइजु सिधै माथि अन्टार्कटिका पुगिन्छ नि फेरि।